टेक्ससको डालसमा अनलाइन खबरका प्रधान सम्पादक बसन्त बस्नेतजी भेटिनुभयो। बसन्तजीलाई भेट्दाखेरिका थुप्रै प्रसङ्गहरू सम्झनाहरू त छँदैछन्। तपाईँ अहिले अमेरिकामा हुनुहुन्छ, अमेरिका यात्रामा बसन्तजी होइन? अमेरिका यात्राको तपाईँको अहिलेसम्मको अनुभव चाहिँ कस्तो कस्तो रहेको छ? ल यो हामी तपाईँलाई धन्यवाद छ नारायणजी होइन, तपाईँको अन्तर्वार्ताहरू हेर्दै हामी धेरै कुराहरू गरेको, अहिले तपाईँसँगै बस्न पाइयो होइन। होइन, अमेरिका यात्रा मलाई एकदमै रमाइलो लागिरहेको छ। सिकाइको कोणबाट म पहिलोचोटि अमेरिका आएको हो। म अरू संसारको विभिन्न देशहरू त म गएको छु होइन, तर यहाँ आउने र यहाँको समाज, यहाँ दुइटै कुरा, एउटा त यहाँभित्रको नेपाली समाज देख्ने, हाम्रा कतिपय लेखकहरू अथवा पत्रकारहरू अरूलाई देख्न त चलिरहेको छ, सँगै यहाँको समाज, पर्टिकुलर यहीँको समाज कस्तो रहेछ भन्ने कुरालाई पनि म हेरिरहेको छु। र हामी अमेरिकाले बढी राजनीतिक स्टोरीहरूमा, अलि आर्थिक स्टोरीहरूमा बढी पढ्छौँ नि त, तर आम मान्छेको जीवनको कोणबाट हेर्ने, खास गरी पब्लिक लाइब्रेरीमा मान्छेको जीवन कस्तो जान्छ, सबवेमा मान्छेको जीवन कस्तो जान्छ, अरू गतिविधि कस्तो छ भन्ने कुराहरू थाहा पाउने, अनि त्यो चाहिँ धेरै मान्छेको बिचमा आफू हराउने अथवा एक्लोपनमा पार्कमा उसमा गएर चाहिँ बुढापाकाहरूसँग बच्चाहरूसँग आफू हराउने गर्ने, त्यस्तो इन्फर्मल टाइममा टन्नै बिताएको छु। यो होइन कि म न्युयोर्कमा जाँदा म्यानहट्टनमै मात्रै बिताएको छु, त्यो होइन। म चाहिँ तपाईँले थुप्रै जर्नलिस्ट भन्नु न, नेपालमा हुँदाखेरि पत्रकारिता अभ्यास गर्नेहरूलाई पनि भेट्नुभयो, अनि लेखकहरू जो चाहिँ लेख्न रहर गर्नेहरूलाई पनि भेट्नु, उनीहरूसँगको भेटको अनुभव चाहिँ कस्तो कस्तो हुँदो रहेछ? केही फरक हुँदो रहेछ कि हुँदैन रहेछ कि के रहेछ यहाँ भेट्दाखेरि? होइन, यहाँ एउटा त के छ, हरेक नेपालीमा एउटा काहीँ न काहीँ खालीपनले बास गरेको त छ। हेर्नुहोस्, यहाँ जुन भौतिक सुख सुविधा अथवा सजिलो जीवन जिउने चाहना, बच्चाहरूको पढाइ लगायत धेरै कुराको एउटा गुणस्तरीय जीवनको चाहनाले डोरिएर हरेक नेपाली या हरेक संसारको हरेक कुनाको मान्छे यहाँ आउन चाहन्छ र यस्तै फर्स्ट वर्ल्डमा जान चाहन्छ। तर सँगै एउटा आफ्नो समाजबाट काटिएर बस्दाको एउटा हल्का खालीपनले चाहिँ काहीँ न काहीँ बास गरेको छ। त्यही भएर चाहिँ अरू बेला बरु नेपालमै पनि मसँग खासै धेरै कुरा नगर्ने मान्छे यहाँ म युएसमा आएपछि धेरै टाढाबाट मलाई भेट्न पनि आएको छ कि, अनि कुरा गर्नु भनेको चाहिँ म विशेष भएर भेट्न आएको जस्तो लाग्दैन मलाई। आफ्नो ठाउँको एउटा साथी या भाइ या दाइ भएको कारणले पनि भेट्न आए जस्तो लाग्छ होइन। र पत्रकारहरूको, लेखकहरूको कुरा गर्दा पनि के लाग्छ भन्दाखेरि, अब हामी त फेरि नेपालको मूलधारमा धेरै छिटो स्थापित भएको थियौँ नि त, हामी जो जहाँ भए पनि होइन। अब यहाँ चाहिँ त्यो चिजबाट बाहिर बस्दाखेरि र एउटा आम मान्छे नै भएर बस्दाखेरि फेरि पनि त्यो लाइमलाइट, त्यो उज्यालोमा मान्छे काहीँ न काहीँ देखिन पनि खोज्छ, कति त्यस्तो पनि देखेँ। तर एउटा मैले साझा प्रवृत्ति चाहिँ के पाएँ भन्दाखेरि, हिजो हामीले अनौपचारिक पनि कुरा गऱ्यौँ त्यसमा होइन, चाहिँ नेपाली जर्नलिजममा एकदमै स्थापित भएर बस्नुभएका मेरा कतिपय अग्रजहरू र साथीहरूले चाहिँ अब अलिअलि मात्रै मिस गरेको पत्रकारितालाई, धेरै मिस चाहिँ नगरेको जस्तो मलाई लाग्यो होइन। त्यो मुभ अन हुने भन्छ नि, खासमा यो रिलेसनहरूमा त्यो प्रयोग हुने शब्द हो। अनि पत्रकारिता चाहिँ कुनै एउटा प्रेमिका हुन्थ्यो, यो केटीहरूको क्वेसन भने उसको प्रेमी हुन्थ्यो भने त्यहाँबाट मुभ अन भएको देख्छु के राम्रै पनि होला। प्रोबेबली यस्तो पनि हुनसक्ला कि मान्छे त जहिले पनि चलायमान एउटा जाति हो होइन, एक ठाउँमा मात्रै बसिरहने जाति पनि खास होइन। एक ठाउँबाट अर्को ठाउँबाट अझ नयाँ ठाउँ भनेपछि त्यो म्यान अन द मुभ भने जस्तै होला सायद होइन। त्यो हुनाले मुभ अन एउटा भयो, त्यो एउटा कुनै समयको थियो, त्यसपछि फेरि अर्को समयमा अर्को प्रसङ्ग, अर्को ठाउँ, अर्को चिजका लागि मुभ हुने होइन, सायद त्यो पनि होला। तपाईँसँग कुरा हुँदा एउटा मलाई जान्न मन लाग्यो, अब नेपालमा जुन एउटा राजनीतिक प्रसङ्ग पनि छोटो आइहाल्छ, किनभने तपाईँ सबभन्दा धेरै चल्ने अनलाइन पत्रिकाको सम्पादक हुनुहुन्छ, प्रधान सम्पादक हुनुहुन्छ, त्यो त्यत्रो टिम म्यानेज गर्नुहुन्छ। यहाँबाट यसो हेर्दाखेरि हामीलाई कस्तो लाग्छ भने प्रजातान्त्रिक परिपाटीभित्र छ सबै कुरा, तर मान्छेहरू खुल्ला भएर आफूलाई मन लागेको कुरा बोलिहाल्नु पनि अलि अप्ठ्यारो मानिरह हो कि भने जस्तो कतिपय प्रसङ्गमा, खास गरी सरकारको कामकाजमा अथवा सरकारले गरेको कतिपय निर्णयहरूमा त्यस्तो लाग्छ। तपाईँहरू त्यहीँ बसेर अभ्यास गरिरहँदाखेरि कुनै समयमा अभ्यास गरिएको त्यो प्रजातान्त्रिक अथवा प्रेससँगको जुन इन्हेरेन्ट नेचर जस्तो स्वतन्त्रता जे अभ्यास गरिएको थियो, त्यो कतै अलिकति इन्फ्लुएन्स भएको जस्तो, अलिक केही हो कि जस्तो त्यस्तो लाग्दैन? तपाईँले त घाँटीमा अठ्याइहाल्नुभयो होइन। अब त म तपाईँकै प्रश्नसँग पनि डराउनु पर्ने भयो। तर मलाई के लाग्छ भन्दाखेरि, हाम्रो सरकार, हाम्रो देशमा, नेपालमा चाहिँ बलियो राज्य भएन, बलियो नागरिक भएन भन्ने कल्पना सधैँ भइराख्यो नि त। अनि राज्य बलियो बन्ने कि नागरिक भन्ने बारेमा अलि अगाडि मैले एउटा लेखेको पनि थिएँ। मलाई के लाग्छ भन्दाखेरि, राज्य बलियो बनोस्, आफ्नो खुट्टामा उभिने आत्मनिर्भर राज्य बनोस् भन्ने चाहिँ सबैको कल्पना थियो। राज्य भनेको त सरकार मात्रै पनि होइन, तर यति बलियो सरकार बनेको त्यो सरकारको बलियोपनसँग नागरिक स्वतः आफै तर्सिने,
जस्तो अलिअलि अवस्था चाहिँ नेपालमा छ। तर म त्यसलाई निराश कुरा गर्न चाहन्न कि एउटा डेमोक्रेटिक इन्स्टिट्युसनहरूलाई सही सलामत ढङ्गले चाहिँ चलाउने एउटा अवस्था बन्न सकोस्। र अहिले जुन एक खालको एकअर्कासँग चाहिँ भएको यो आशंकाको जुन अवस्था छ यो उहाँले निवारण गरिदिनुहोस् भन्ने चाहिँ लाग्छ। काहीँ न काहीँ यो प्रश्नमै उत्तर छ। ओके, ठिकै छ। किनभने हामी टाढा बसेर हेर्दाखेरि चाहिँ त्यो उकुस मुकुस छ कि भएको उकुस मुकुस पनि खोल्न गाह्रो भएको हो कि जस्तो पनि लाग्छ। तर तपाईँहरू त्यहीँ दैनिक अभ्यास गरिरहने तपाईँहरूको चाहिँ के छ भनेर जान्न मन लागेर हो यस्तो सोध्न चाहेको होइन। बच्चा बेखुसी भएको आमाले छिटो थाहा पाउँछन्, जनतामा केही कुरा चलेको छ भने कविहरूले छिटो थाहा पाउँछ। होइन, त्यो सायद अब नेपालको एकदम कविता अभ्यास गरिरहनेहरूलाई थाहा हुने कुरा भयो होइन। तपाईँ अमेरिकामा चाहिँ खास गरी कोलोराडोमा भएको 9औं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको त्यो छेक पारेर आइपुग्नु भयो। कम्तीमा साहित्य लेखपढ गर्न मन लाग्ने रुचि राख्नेहरूको त्यो 150-200को एउटा भेलामा भेटघाट पनि भयो। तपाईँ काठमाडौँबाट टक्क यहाँ आएर अनि हेर्दाखेरि जसलाई भेट्नुभयो, जोसँग केही दिनको केही घन्टाको सङ्गत मिल्यो, जसले चाहिँ लेखपढमा रुचि राख्ने, अलिकति भए पनि समय खुट्याउने, ती मान्छेहरूलाई हेर्दाखेरि उनीहरूको लेखनप्रतिको अथवा उनीहरूले लेख्ने वा उनीहरूले लेख्न चाहने, उनीहरूले पढ्न चाहने त्यो पोइन्ट अफ भ्यूबाट हेर्दाखेरि के कुरा चाहिँ ओहो यो चाहिँ अलिकति नयाँ हो कि अथवा होइन यिनीहरूले लेख्न खोजिरहेको कुरा खासै त्यति होइन भन्ने कस्तो खालको तपाईँलाई लाग्यो? तपाईँको अब्जर्भेसन कस्तो रह्यो? मलाई कस्तो लाग्यो भने यो तपाईँले निकै महत्त्वपूर्ण क्वेसन सोध्नुभयो। नेपाली भाषाको साहित्य भएको नेपाली लेखकले अङ्ग्रेजीमा पनि लेख्छन्, म त्यता कुरा गरिरहेको छैन। नेपाली भाषाको साहित्यमा चाहिँ जुन विविधता हो त्यो विविधता अलिक कम झल्क्यो। त्यो नेपाली साहित्यमा फैलिने ठाउँहरू धेरै छ, किनभने नेपाल चाहिँ असाध्यै विविधतायुक्त समाज र मनोविज्ञानहरूको एउटा कोलाज पनि हो। साहित्यमा त त्यस्तो कुरा झन् बढी झल्किन सक्छ। त्यो दुइटै कुरा हुनसक्छ। एउटा चाहिँ अहिले संसार मोनोकल्चरमा व्यस्त भइरहेको छ। त्यो मोनोकल्चरको प्रभाव हाम्रो साहित्य लेखनमा परेको हुनसक्छ। अर्को चाहिँ जस्तो कति भारतबाट आउनुभएको थियो, जापान म्यानमारतिरबाट आउनुभएको थियो, उहाँहरूको लेखनलाई पनि मैले अलिअलि उहाँसँग जति इन्फर्मल्ली कुरा गर्न पाइयो त्यसबाट हेर्दाखेरि चाहिँ हाम्रो बिचमा नेपाली भाषामा लेख्नेको बिचमा अन्तर्क्रिया जति हुनुपर्ने त्यो भएको रहेनछ। त्यो हामीले विभिन्न इन्टरनेसनल प्लेटफर्म बनाए पनि हामी फर्मल चिजमा बढी गएका छौँ। तर हामी राइटिङै सेयर गर्न सक्छौँ नि। जस्तो मैले लेखेको पाण्डुलिपि म तपाईँलाई देखाउन सक्छु। तपाईँको पाण्डुलिपि तपाईँले बर्मामा बसिरहेको नेपालीबाट एकपल्ट परीक्षण गर्न सक्नुहुन्छ छापिनु अगाडि। छापिसके पछाडि नि हामी त्यस्ता खालका कतिपय वर्कसपहरू जस्तो गर्न सक्छौँ। लामो चिठी लेख्ने आदान प्रदान गर्ने चलन हामी बसाउन सक्छौँ। त्यस्तो गर्दा चाहिँ हामी चाहिँ आफ्नो कुरा भन्न चाहिँ हतार गरिरहेछौँ। आफ्नो कुरा भन्ने प्लेटफर्महरूमा चाहिँ हामी ध्यान दिइरहेछौँ। तर अरूको पनि सुनौँ, दोहोरो गरौँ भन्नेमा एउटा मैले कमी देखेँ। अनि नयाँ पुस्तामा साहित्यप्रतिको अनुराग जुन बढ्ला भन्ने ठानेको थिएँ त्यो एकदम कम देखेँ मैले। त्यो बढाउनुपर्छ। र मैले एउटा खुसीको कुरा के लाग्यो भने यहीँनिर डालासमा पनि देखेँ, कोलोराडोमा र अरू केही राज्यमा पनि मैले देखेको चाहिँ के भने नेपाली भाषा सिकाउनलाई नयाँ बच्चाहरूलाई सिकाउनको लागि भएको समुदाय स्तरको जुन कोसिस देखेँ नि त्यो पोजिटिभ कुरा छ। त्यसलाई फैलाउनुपर्छ। र यो भाषा सिक्ने कुरा चाहिँ खालि साहित्यसँग सम्बन्धित मात्रै छैन, हामी आम जीवनमा संस्कृति पनि जोडिएको हुन्छ त्यसमा जीवन। अब यसमा नयाँ पुस्ताको कतिको चासो जोडिएको नजोडिएको कुरामा एउटा सोध्न मन लाग्यो। खास नेपालीहरूले नेपालभित्रै पनि र बाहिर रहनेहरूले, किनभने तपाईँको दुईवटा त आख्यानकै किताब निस्किएको छ, महाभारा र सिमसारा। त्योभन्दा अगाडि 72को विस्मय होइन त, त्यो चाहिँ अलिकति गैर आख्यान किताब थियो। आफै किताब लेख्ने लेखक, त्यसपछि पत्रकारको हिसाबले पनि नेपालभित्रै बस्ने र नेपालभन्दा बाहिर रहने तर नेपालीहरूको बिचमा के कुरा चाहिँ धेरै पढिरहेछन् उनीहरूले, कस्तो कुरा धेरै पढिरहेछन्, त्यो आधारबाट पनि हेर्न मिल्छ कि ओहो तन्नेरी पुस्ता अथवा आउँदै गरेको पुस्ताहरूले पढ्ने किताब कन्टेन्ट नै कम छ कि अथवा कन्टेन्ट भएर पनि उनीहरूसम्म पुग्न सकेका छैन कि? यो अर्को महत्त्वपूर्ण क्वेसन हो। कोभिड सुरु भएपछि इतिहास पढ्ने क्रम एकदमै बढेको थियो। एकपल्ट मानव समुदायको इतिहास, नेपाली समाजको इतिहास पढ्ने क्रम एकदमै बढेको थियो। पछिल्लो टाइममा चाहिँ सेल्फ हेल्प बुकहरू धेरै बिकिराखेको छ। मैले यहाँ अमेरिकाको विभिन्न बुकसपहरू हेरेँ, मैले विभिन्न राज्यका अलग अलग बुकसपहरू हेरेँ। त्यहाँ चाहिँ सबैभन्दा ठुलो सेगमेन्ट चाहिँ फिक्सनको छ क्या, राम्रो क्वालिटीको साहित्यको।
चाहिँ फिक्सन छ। नेसनल बुक अवार्डको नोमिनेसनमै परेको, सर्टलिस्टमा परेका किताबहरूदेखि लिएर आम किताबहरूको टन्नै चाङ छ। नेपाली समाजमा चाहिँ अहिले सेल्फ हेल्प बुक होइन, जीवन कसरी जिउने, फेरि धन कसरी कमाउने, सम्बन्धहरू कसरी विस्तार गर्ने होइन, र कसरी टिकाउने त्यो पनि समस्या भइसकेको छ र भएको सम्बन्धलाई टिकाउनु पर्ने त्यस्तो खालको पनि नेपाली समाजमा किताबले त्यस्तै भन्छन् होइन। अनि 30 को उमेरमा के गर्ने, 40 कोमा के गर्ने, अनि यसलाई त म चाहिँ 50 वर्ष पुगेँ, यदि तपाईँ चाहिँ 35 वर्षको हुनुहुन्छ भने मैले गरेका यी गल्ती नगर्नुहोस् टाइपको किताबहरू भयो भने के चाहिँ रहेछ त भन्ने त एउटा हुन्छ नि त। अनि चाहिँ अब संसार अहिले म त्यसलाई गलत पनि भन्दिनँ, मान्छेलाई यो जीवनको जटिलता फकाउनको लागि चाहिँ सूत्रहरू चाहिएको छ, तर सूत्रहरूबाट जीवनको जटिलता पुग्दैन। जीवनको मजा नै यो बाँच्नुमा छ नि त। र चाहिँ कतिपय गल्ती गर्न सक्ने ताकत पनि चाहिन्छ। त्यो गल्ती गर्न र त्यसमा अभ्यस्त हुन सिकाउने लिट्रेचर पनि त चाहियो हामीसँग। र त्यस्तो किताब पढ्दियो हुन्थ्यो भन्ने चाहिँ लाग्छ, तर मैले सोचेर तपाईँले सोचेर मात्रै हुँदैन। तर समाजले चाहिँ हाम्रो आजभन्दा 25-35 वर्ष अगाडिको समाजमा कस्तो किताब लेखिँदै थियो र अहिले हामी के लेख्दैछौँ भन्ने कुरामा एकचोटि हामीले लेखकहरूले चाहिँ घोत्लिनै पर्ने बेला भएको छ। नारायणजी, एउटा कुरा जोड्छु, पाठकहरूलाई हामीले यस्तै पढ्नुहोस् भनेर भन्न चाहिँ मिल्दैन, तर नेपाली समाजको चाहे सिनेमा हेर्ने, चाहे नाटक हेर्ने, चाहे पुस्तक पढ्ने, चाहे हाम्रा कतिपय बिहेभियरहरूको उसमा सिरियसली काम गर्नुपर्ने देखियो। उनीहरूको टेस्ट क्रिएट गर्ने काम पनि हाम्रो भयो। पाठकलाई के मनपर्छ त्यो दिने मात्रै होइन, पाठकलाई के दिनुपर्छ भनेर चाहिँ एउटा आफ्नै खालको एउटा त्यो इन्ग्रेडियन्ट भन्छ क्या होइन, इन्ग्रेडियन्टहरू बनाउने काम पनि त्यो हाम्रै हो क्या। त्यो चाहिँ यो त गम्भीर ठुलो कुरा हो। भनेको त्यो लेखकले लेखकीय मानक विस्तार गर्ने अथवा ब्रेक गर्ने तहको आँट पनि गर्न सक्नु पऱ्यो, किनभने पाठकलाई यो टेस्ट चाहिँ पस्किनुपर्छ र बारम्बार त्यही टेस्टको कुनै कन्टेन्ट आइरह्यो भने पाठकले मन पराउँछ कि भन्ने होइन। अब नेपाली लेखन, नेपाली आख्यान गैर आख्यान जे भए पनि त्यो सवालमा कुरा गर्दा तपाईँ काठमाडौँबाट अब अमेरिकामा आएर हेर्दाखेरि मलाई एउटा कुरा सोध्न मन लाग्यो। अब अघि पनि भन्नुभयो, एउटा महत्त्वपूर्ण कुरा नेपाली भाषा साहित्यमा काम गर्ने सरकारी गैर सरकारी सबैले एक खालको प्रयास गर्नुपर्छ ताकि नेपाली यो पढ्ने संस्कृति, नेपाली पुस्तकको कल्चर अलिकति विस्तार हुने र संस्कृति पनि विस्तार हुने कुरामा भन्दाखेरि खासमा के हो नेपाली साहित्य? त्यो नेपाली भाषामा लेखिएको चाहिँ नेपाली साहित्य हो कि कन्टेन्ट जहाँको भए पनि, वा कन्टेन्ट नेपालभित्रकै हुनुपर्छ र त्यो नेपाली भाषा वा अङ्ग्रेजीमा लेखिए पनि त्यो नेपाली साहित्य हुन्छ कि के हो? यो प्रश्न दिनलाई को जवाब दिनलाई कति म उपयुक्त पात्र हो, मलाई त्यसमा थोरै शङ्का छ। तर फेरि पनि अब यही भाषामा काम गरिरहेको भएर अङ्ग्रेजीमा लेखिएका नेपाली लेखकका किताब पनि त्यो नेपाली साहित्य नै होलान्। सुनुवार भाषामा कसैले लेखेको छ भने पनि त्यो नेपाली साहित्य होला। थारू भाषाको साहित्य पनि हुनसक्छ र मैथिली भाषा जो मैथिली भारत पनि पढिन्छ, नेपालमा पनि पढिन्छ, ती सबै नेपाली साहित्य नै हुन् भन्ने लाग्छ। किनभने नेपाली बृहत्तर नेपाली सिभिलाइजेसनको कुरा तिनीहरूले गर्छन् नि त। देहरादुनको कुरा या दार्जिलिङको कुरा या बनारसको या म्यानमारको कुरा, अरुणाचलमा बस्ने नेपालीको, असममा बस्ने नेपालीको कुरा गर्छन् भने यो नेपालको फैलिएर बसेको चाहिँ डायस्पोरा, त्यो डोमिनिक रिपब्लिकतिर बसेको भयो होस् कि या अमेरिकामा बसेको होस्, दुबईतिर बसेको होस्, एल साल्भाडोरतिर बसेको होस्, त्यो नेपाली बसेको छ भने उसले उसको भोगाइहरू होइन। अहिले पछिल्लो टाइममा हाम्रो निष्प्रभ सजीजीले एउटा याली किताब याली भनेर अस्ट्रेलियामा बस्नुहुन्छ, फिजीमा बस्ने नेपालीको कथाहरू उहाँले लेखिराख्नु भएको थियो भनेपछि अथवा चाहिँ यहीँ टेक्ससको अब यहीँ टेक्ससमा बस्ने केशवराज गेवालीजीको किताब आएको छ, अज्ञात नेपालको इतिहासमा किताब लेख्नु भएको छ उहाँले। केशव गेवालीको पछिल्लो समयमा पढ्नै पर्ने किताबको सूचीमा म राख्छु त्यो किताबलाई। त्यसले गर्दा ती सबै नेपाली साहित्य हुन् र हामीले यो नेपाली भाषा वाङ्मय मात्रै होइन कि साहित्य नै उठ्दाखेरि ती भाषा र लिपिहरू पनि उठ्छन् भन्ने लाग्छ मलाई चाहिँ। एउटा कुरा कतिपय अब तपाईँले पनि सायद लेख्न पढ्न अथवा त्यस्तो प्रसङ्गमा सङ्गत परेको होला, नेपालभन्दा बाहिर बसेर खास गरी डायस्पोरामा बसेर नेपाली लेख्न पढ्न रुचाउनेहरू चाहिँ वा उनीहरूले प्रकाशन गर्ने किताबहरूको क्वालिटी पनि हेरेर होला। क्वालिटी चाहिँ अब कन्टेन्टको क्वालिटी र किताब इट्सेल्फ फिजिकल जुन किताब छापिन्छ त्यसको पानादेखि डिजाइनदेखि त्यसको क्वालिटी पनि हेरेर होला। कतिपय क्रिटिकहरूले के भन्ने गर्छन् भने बाहिर बसेर लेख्न पढ्न रुचाउनेहरूको चाहिँ एउटा रहर हो, यसो अब सबै कुरा पुगिसकेपछि आफ्नो नाम पनि छपाउन भन्ने रुचिले यस्तो भएको हो। खास उहाँहरूले त्यति क्वालिटीको चाहिँ लेख्न सक्नुहुन्न भन्ने पनि प्रशस्त मैले पढ्छु, उहाँहरूले लेख्नु भएको बोल्नु भएको पनि सुन्छु। कोलोराडोको त्यो अन्तर्राष्ट्रिय नेपाली साहित्य
सम्मेलनमा सहभागी भएको ती मान्छेहरूसँग भेट्दा वा अरू बेला पनि तपाईँ आफ्नै अनलाइनमा कतिपय लेख रचनाहरू आइरहेका हुन्छन्, त्यो हेर्दाखेरि साँच्चै त्यस्तो हो अथवा कतिको गम्भीर प्रयास भएको तपाईँलाई चाहिँ लाग्छ व्यक्तिगत हिसाबले हेर्दाखेरि चाहिँ? घरबाट धेरै टाढा बसेपछि, देशबाट बाहिर गए पछाडिको एउटा स्वतः त्यो आफ्नो समुदायको माया चाहिँ त्यो साहित्यबाट व्यक्त भएको हो। त्यसैले त्यो लेखिने कुरालाई म सकारात्मक हेर्छु। गुणस्तरको कुरा गर्दाखेरि चाहिँ सिरियसली काम गर्नुपर्ने छ, अघि मैले त्यसैमा जोड दिन खोजेको हो होइन। र हामीले चाहे अन्तर्राष्ट्रिय साहित्य सम्मेलन जस्तो गर्दा होस्, चाहे साना वर्कसपहरू गर्दा होस्, नेपाली भाषा बाङ्मयमा चाहिँ असाध्यै प्रतिभाशाली मान्छेहरू छन्। नयाँ पुस्तामा त यति राम्रा मान्छेहरू आएका छन्। मैले यसै भिजिटमा पनि मैले धेरै मान्छेहरू भेटेँ। अनि मेरै साथी हुनुहुन्छ उज्जवल प्रसाद न्युयोर्कमा होइन, उहाँले त आफै कति राम्रो अनुवाद गर्नुहुन्छ, लेख्नुहुन्छ, उहाँ आफै लेखक हो होइन। उहाँले यति धेरै काम गरिराख्नु भएको छ। यहाँको प्रतिष्ठित युनिभर्सिटीमा चाहिँ पढाउने क्रमहरूमा चाहिँ उहाँहरू हुनुहुन्छ भने चाहिँ त्यस्तो मान्छेहरूलाई चाहिँ ल्याउनु पऱ्यो फोरफ्रन्टमा। तर कहिलेकाहीँ चाहिँ के हुन्छ भने त्यो साहित्य भनेको एउटा कला भनेको के हो त, छान्न जान्ने कला चाहिँ क्षमता पनि हुन्छ। ढुङ्गाइ हो, तर ढुङ्गाबाट निश्चित कुरा फालेर छानेपछि बचेको चाहिँ मूर्ति हो नि त होइन। भनेपछि त्यो मूर्ति बनाउनुको लागि चाहिँ छुट्टै मूर्ति आउँदैन, त्यही ढुङ्गा काट्ने हो नि त। त्यो निष्ठुर भएर काट्न सक्नु पऱ्यो नचाहिने चिज के। म अन्तर्राष्ट्रिय नेपाली यो साहित्यिक क्षेत्रलाई म एउटा प्रश्न के गर्छु भने, कि हामी त ढुङ्गा काट्न तयार हो नि, किसिमकै ढुङ्गै ल्याएर यही हो मूर्ति, यसरी पूजा गर भन्ने भन्यो, अथवा यो किन, अथवा इन्स्टलेसन आर्ट गर भन्ने हो। मेरो क्वेसन छ। यो त तगडा क्वेसन हो। तर एउटा सत्य कुरा चाहिँ के हो भने, जसरी तपाईँले मूर्तिको एउटा इक्जाम्पल उदाहरण दिनुभयो, साँच्चै नै लेखनमा पनि सम्भवतः फाल्न पर्ने कुरा एकदमै धेरै हुन्छ होला। अनि एउटा निश्चित कुरा मात्रै राख्न सक्नु पर्यो राइटरहरूले, ताकि त्यो पढ्ने पाठकहरूले त्यति चिज पढ्दाखेरि कल्पना गर्ने स्वतन्त्रता पाओस्। सायद त्यहाँभित्र पनि केही चिज होला। अब लेख्ने कस्तो त आफ्नो कुरा रह्यो। यो मेरो मात्रै सवाल होइन, यो धेरै नेपालीहरूको साझा सवाल हो यो होइन। त्यो चाहिँ के हो भन्दाखेरि तपाईँको नयाँ किताब कहिले आउँछ, के आउँछ तपाईँको? ओहो, अमर नेपालीजीले भन्थे लेख्न लागेको किताबको बारेमा भनिहाल्यो भने सिद्धिभङ्ग हुन्छ भनेर। त्यो मान्छु पनि, एक हदसम्म मान्छु। भनेको लेखेर तयार छ भने चाहिँ भन्नुहोस्। एउटा तयार चाहिँ तत्काल चाहिँ कविताको चाहिँ म तयारी अवस्थामा छु। ल गजब, ल तपाईँको कविता म फलो गरेर पढिरहेको भएर तयारी अवस्थामा छु। त्यो बाहेक अरू चाहिँ अब समय के हुन्छ। हजुर, ल मलाई बधाई छ, शुभकामना। त्यो किताब पढ्न पाइयोस्। कविताहरू अहिले पछिल्लो समयमा राम्रो यहीँ अस्टिनमा बस्नुहुन्छ नदीजीको हो। नदीजी र म त गत वर्ष न्युयोर्कको बफेलोमा हामीसँग एउटा म्युजिक सहितको कविता पर्फर्मेन्समा नदीजी र म दुईजनाले पर्फर्म गरेका थियौँ। त्यो एउटा युनिक अनुभव भएको थियो, त्यो रमाइलो भएको थियो। कविता राम्रो लेख्नु, कविताको लागि उहाँले आफूलाई जसरी इन्भेस्ट गरिराख्नु भएको छ नि, त्यो जेन्युन इन्भेस्टमेन्ट चाहिँ मलाई मन परेको हो। र म चाहिँ के आशा गर्छु भन्दाखेरि कम्तीमा 25-30जना कवि चाहिँ कम्तीमा क्या चाहिँ नेपालभित्र या बाहिर जता बसे पनि त्यस्तो कविहरू आइदिए हुन्थ्यो भन्ने छ। र कविहरूको समुदाय नै बन्नुपर्छ क्या। त्यो एउटा कविता अब लेख्ने त इन्डिभिजुअल प्रोसेस नै हो, तर कविले आफूलाई लागेको कुरा चाहिँ अर्को कवि र कविताको मर्मज्ञसँग मजाले खुलस्त छलफल गर्न पाउनुपर्छ क्या। हामीसँग त्यो अझै पुगेको छैन। र म चाहिँ कविता पढ्न साह्रै रुचाउने र कहिलेकाहीँ त म यसो गर्छु, तर खास गरी तपाईँ आख्यान लेख्ने मान्छे, दुईवटा तपाईँको उपन्यास नै आइसकेको छ, कविताले कसरी तान्छ त? अलि कठिन हुँदैन त्यस्तो हुँदाखेरि कविता पढ्न? मैले अस्ति तपाईँलाई उहाँ डेनभरको प्रोग्राममा नि मलाई सक्ने भए त म तपाईँ जस्तै कविता लेख्ने थिएँ, नसकेर मैले आख्यान लेखेको हो। कविता भनेको त्यो छुट्टै एउटा अचम्मको एउटा विधा पनि हो, त्यो जो कसैको बसको कुरै होइन। त्यसले गर्दाखेरि त्यो आख्यानभित्रै अलिकति कविताको एलिमेन्ट प्रयोग गरियो होला, अलिकति नाटकको एलिमेन्टहरू संवादमा होइन, अलिकति सिनेमेटिक इफेक्टहरू आयो होला होइन, अरू विभिन्न चिज त आएर कलरको चेतना पनि आयो होला पेन्टिङबाट होइन। भनेपछि अब आख्यान बृहत्तर एउटा चिज भयो। तर के छ भने जतिसुकै बृहत्तर चिज भयो भने त्यो कविता चाहिँ कवितै हो फेरि होइन। कवितासँग केही कुरा पनि अरू विधाहरूको तुलना हुन्छ जस्तो लाग्दैन। त्यो तपाईँ त्यही अतुलनीय भनेर तपाईँको आइराख्नुहोस् भन्छु म चाहिँ। मैले मेरो साथी सन्तोष रिमाल हामीसँगै काम पनि गरेको हो होइन, उहाँलाई पनि सोधेको थिएँ मैले। अनि अरू कतिपय पत्रकारहरू हाम्रो रामचन्द्र भट्टराईहरू, विजय सञ्जय घिमिरेहरू होइन लगायत अरूलाई पनि मैले के पाएँ भन्दा चाहिँ धेरै पत्रकारहरूले चाहिँ पत्रकारिता जस्तो नेपाल छोड्ने क्रममा पत्रकारिता विधा पनि नेपालमै सरहदभित्रै छोडेको स्वाभाविक छ। किनभने आफ्नो काम गर्नु पऱ्यो, पढ्नु पऱ्यो, अथवा रिसर्च गर्नु पऱ्यो, या व्यवसाय नै गर्नु पऱ्यो। अरू गर्दाखेरि त्यो विधालाई चाहिँ अलिकति
छोडेको जस्तो लाग्छ। अब पत्रिकामै आबद्ध हुनैपर्छ भन्ने त छैन। आजको दिनमा फेसबुक छ, सोसियल मिडियाबाट नि मान्छेले आफूलाई व्यक्त गर्न त पाइरहेछ। तर नेपाली पत्रकारितालाई त बाहिर पनि हामीले विस्तार गर्नै पर्नेछ। यो 77 जिल्लाको मात्रै कुरा होइन। गर्दाखेरि चाहिँ हाम्रो साथीहरूले चाहिँ कता कता अनि मिस गर्न छोड्नुभयो कि पत्रकारितालाई भन्ने लागेको हो। त्यो त्यस्तै निष्कर्षै निकालेको मैले होइन होइन। तर त्यस्तो चाहिँ हो कि होइन तपाईँलाई चाहिँ के लाग्छ? तपाईँ आफै पत्रकार भएको मान्छे। होइन, यो त एकदम तगडा प्रश्न हो, गम्भीर प्रश्न पनि होइन। तर यस्तो कस्तो हुँदो रहेछ भने तपाईँ हिँड्दै जाने क्रममा कहिलेकाहीँ के आइपुग्छ, कुन परिस्थिति आइपुग्छ, डिसिजनहरू गर्नुपर्ने हुन्छ। त्यो जिन्दगीका डिसिजनहरू हुन्छन् होइन। तर सबै डिसिजनले तपाईँले सोचेकै ठाउँमा पुर्याउँछ भन्ने पनि हुँदैन। त्यो नट नेसेसरी फेरि हुनुपर्छ भन्ने पनि भएन। अमेरिका आइसकेपछिको एउटा च्यालेन्ज चाहिँ के हुने भने तपाईँ पढ्न वा केही सिलसिलामा आइपुग्नुहुन्छ, पढेरै पनि तपाईँ सक्नुभयो, त्यसपछि अब पढ्दासम्म लगभग धेरैको केही लोन पनि हुन्छ, त्यो लोनलाई फेरि तिर्ने व्यवस्था गर्नु पर्यो, त्यसका लागि काम, यी चिजहरूले गर्दाखेरि चाहिँ अनि बिस्तारै बाटो अलिकति फेरिन सक्ने सम्भावना चाहिँ प्रशस्त हुने रहेछ। सायद म पनि त्यसको एउटा त्यही खोलामा त्यही पानीसँग बगेको एउटा पात्र त म पनि होला, त्यस्तै भए होला। भाषा तर भाषासँगको प्रेम चाहिँ कहिल्यै मर्दैन रहेछ। पत्रकारितासँगको प्रेम पनि त्यो यदि त्यो पनि ऋण हुन्थ्यो भने त्यसलाई पनि इन्स्टलमेन्टमा तिर्दै गर्नुहोस् बेला बेला। यो चाहिँ गम्भीर कुरा हो।